सिक्री भेटाइसकेपछि होइन मेरो कोठामा चाहिँ अब यस्तो सुन भन्ने सुन चाँदी हिरामती भन्ने चिजहरू चाहिँ टन्नै नै हुन्छ केटा होइन। हेलो एभ्रिवान, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। अनि त्यसपछि यसै कारण म यहाँ कोठामा छौँ। यसलाई मैले अझ जसरी पनि यतातिर लडाइदिनु पर्ने हुन्छ, किन भन्दाखेरि मलाई भिडियो बनाउन दिँदिनँ यसले। अनि हामी चाहिँ त भिडियो बनाउँछौँ भनेर आइसकेका छौँ होइन। अनि त्यसपछि लाइट साइटको व्यवस्था पनि भव्य पारामा हानिसक्यौँ। अनि बाहिर चाहिँ ओभरै पानी आइरहेछ है कडा। अनि त्यसपछि के गर्ने भन्दाखेरि यस कारण म चाहिँ यतातिर बसेर भिडियो बनाउने भन्ने कुरा थियो। उसले चाहिँ एउटा सुनको सिक्री भेटाइसकेपछि होइन मेरो कोठामा चाहिँ अब यस्तो सुन भन्ने सुन चाँदी हिरामती भन्ने चिजहरू चाहिँ टन्नै नै हुन्छ केटा होइन। अनि त्यसपछि त्यही भएर यसकाले अब यहाँ दाँत बाँध्न थालिसक्यो सुनको उसले है। त्यही हो, के भन्न थाल्यो कि ओइ के गर्न थाल्यो कि। सो त्यही नै हो केटा। अनि त्यसपछि म मेरो केटाहरूलाई चाहिँ आज मेरो रुम टुर गराउनेवाला छु। कतिपयले चाहिँ होम टुर के भन्छ, म चाहिँ केटाहरूलाई आज मेरो रुम टुर गराउनेवाला छु। सो अनि त्यसपछि मैले यताबाट क्यामेरा एङ्गल देखाउनु पर्दाखेरि चाहिँ सर्लक्क यस्तो छ है ल हाम्रो रुमहरू। अनि त्यसपछि एउटा बेड यता छ, एउटा बेड यता छ, खासै स्ट्यान्डर्ड छैन है। अनि त्यसपछि यतातिर चाहिँ यसो गेम एन्ड स्पोर्टहरूको सामानहरू छ। अनि त्यसपछि सबै यो चाहिँ फेरि केटाको हो, मेरो होइन यो कसको हो भन्दाखेरि चाहिँ सो यहाँतिर एउटा केटा देखिराख्नु भएको छ। सो के हो, दावा तामाङ सो यसको हो। सो देख्न सक्नुहुन्छ एउटा यो उत्कृष्ट स्पाइकर के भयो, यो पनि उत्कृष्ट स्पाइकर। अनि यो के हो भने सर्वोत्कृष्ट खेलाडी। अनि त्यसपछि यो पनि के हो भने चाहिँ बेस्ट प्लेयर। अनि त्यसपछि उत्कृष्ट, त्यसपछि यो प्रथम, त्यसपछि त्यो पनि उत्कृष्टको ट्रफीहरू। अनि त्यसपछि हामीसँग यस्तो मेडलहरू चाहिँ टन्नै नै छ। सो देख्न सक्नुहुन्छ यहाँतिर यी एउटा दुईवटा चाहिँ गनेर साध्य छैन। उत्कृष्ट स्पाइकर के हो फेरि यो राष्ट्रपति कप, यो पनि फेरि एकदमै युनिकहरू छ क्या मेडलहरू चाहिँ। यो पनि एकदम बवाले देखिन्छ सो है। अनि त्यसपछि यो पनि दामी नै छ। तिमीलाई सबभन्दा मनपर्ने बेस्ट चाहिँ कुन हो भन्दै त, राम्रो चाहिँ कुन लाग्छ तिमीलाई, सबभन्दा राम्रो कुन लाग्छ? अनि त्यसपछि हो। अनि त्यसपछि यो दादा भन्दा चाहिँ यो चाहिँ मेरो आइडी कार्ड हो। यो कहाँको भन्दाखेरि श्री सिद्धेश्वर रे, तर मलाई सिद्धेश्वर स्कुलमा पढ्न चाहिँ पढेको, तर यो एकदम खतम घटिया खालको छ क्या यो चाहिँ। त्यसपछि म जिरी टेक्निकल स्कुल पढ्दाखेरिको एउटा मेडल छ। सो 1 वर्ष जति भइसकेको छ। यो चाहिँ अलिक सानो खालकोमा छ, ट्याक्क दामी पाराको। हामी त्यहाँ चाहिँ फर्स्ट हानिदिएको थियौँ हामीले है। सो अनि त्यसपछि यतातिर चाहिँ सम्मान गरेको सामानहरू यतातिर छ, खादा मालाहरू। अनि यो चकचकेले बेलामा हाम्रो यतातिर चाहिँ चकचक हानिरहेको हुन्छ। त्यही नै हो। अनि त्यसपछि बाहिरतिर चाहिँ यस्तो मिठो पानी आइरहेको छ, यस्तो मिठो पानी आइरहेको छ है। म बाहिरतिरकोबाट यस्तो भ्यू देखाउनेवाला छु। फाइनली केटा दिस इज नेक्स्ट डे। आज चाहिँ नेक्स्ट डे भइसकेको छ। अनि त्यसपछि हिजो हल्का पानी परेको देखाउँ भन्दै थियो, पानी परेको चाहिँ देखेको छैन। सो अहिलेमा यहाँतिर चाहिँ म बवाल खतरानाक एकदम डेन्जर भ्यू देख्ने ठाउँमा आइसकेको छु। सो भ्यू देख्न सक्नुहुन्छ। सो यो चाहिँ उमाकुण्डा गाउँपालिका वडा नम्बर 1 घुमदेल बस पार्क हो। सो देख्न सक्नुहुन्छ बस पार्क छ, तर बस पार्कमा एउटा जू मात्र छ क्या। यो बजार भनेको यति नै हो। अनि त्यसपछि ट्याक्क यतातिर मालङ्गुर मावि स्कुल पनि देख्न सक्नुहुन्छ। ट्याक्क यहाँ स्कुल छ। अनि त्यसपछि म यतातिर छु। अनि त्यसपछि 1 नम्बरको वडा कार्यालय यता छ, क्यान्टिनहरू यता छ। योभन्दा माथिरको भिडियो चाहिँ मैले अर्को ब्लगमा हालिसकेको छु। अनि त्यसपछि हल्का पानी पर्न थालिसकेको छ। अनि त्यसपछि पहिला सानोमा पढेको स्कुलहरू पनि यही नै हो। अब चाहिँ म घरतिर निस्किन लागिरहेको छु। सो कडा हो, त्यही नै हो है। अब एकछिन यतातिरको भ्यूहरू देखाइदिउँ भन्ने कुरा हो मेरो है। पानी चाहिँ डेन्जरै पर्न थालिसक्यो। अनि त्यसपछि चाहिँ म यतातिरको यस्तो भ्यूहरू मेरो भ्युवर्सहरूलाई चाहिँ इन्जोय गराएर पनि म हिँडिसकेँ। सो अनि त्यसपछि यहाँबाट जाने बाटोहरू चाहिँ यस्तै छ है। त्यही भएर चाहिँ अलिक गाह्रो नै छ। अनि यस्तो बाटो इन्जोय गराउन सक्छ त अरू कसैले। मैले बाइक यस्तो देख्न सक्नुहुन्छ लालीगुँरासहरूको फुलहरू पनि सरर सुकेर गइसकेको छ यतातिर, बोटहरू फुलहरू। अनि त्यसपछि बाटो चाहिँ ओभरै डेन्जर छ क्या। फेरि यो कहाँ जाने बाटो होला के होला भनेर सोच्नु होला। यो चाहिँ के हो भन्दाखेरि फाइनली घर जाने बाटोहरू हो। अनि त्यसपछि मेलहरू पनि हल्का फुल्का फुल्न लागिरहेको छ।
अनि त्यसपछि मेरो रेगुलर भ्युअर्सहरू चाहिँ कतिजना हुन्छ होला भनेर म यसो सोध्दैछु कि होइन 6000+ सब्सक्राइबर छ तर पनि म्याथकोरी मेरो भ्युज भन्ने चाहिँ 0 त नभनु 10-15 यो के हो क्या यार के हो यो वाट अ सरप्राइज आमा सरप्राइज दिन खोज्दैछन् क्या होइन अनि च्यालेन्ज हान्नले चाहिँ जबै म्याथकोरी यार ओहो यार जङ्गल च्यालेन्ज हान्नलाई चाहिँ लुगाफोर लाग्यो क्या यार घाम नलाग्ने बेला लुगाफोर लाग्यो तनावै हुन्छ क्या फेरि जङ्गल च्यालेन्ज हान्नको लागि त फेरि भिडियोहरू चाहिँ खतरा सुट हान्ने ठाउँहरू छ क्या सडक है अनि त्यसपछि यहाँतिर छ 2टा टनेल देख्न सक्नुहुन्छ टनेल छ सो यो टनेलभित्र के छ भन्ने मैले अस्ति नै देखाएँ जस्तो लाग्छ के छ भन्दाखेरि तरकारीहरू छ प्राय जस्तो सो देख्न सक्नुहुन्छ यो चाहिँ टनेलभित्रको दृश्य हो अनि त्यसपछि यहाँबाट बाहिरतिर चाहिँ देख्न सक्नुहुन्छ सर यहाँ चाहिँ स्कुल डाँडा छ भने यतातिर चाहिँ बस खलडाँडाहरूको भ्यूहरू छ भने यहाँतिर चाहिँ आलुहरू रोपेको छ सो भिडियो अब मोटो भ्लग टाइपको दिनु पऱ्यो क्या अब यस्तो फेस मात्र देखाएर कति बोल्ने होइन कहिले कसो यसो दिउँ अनि त्यसपछि चाहिँ यहाँतिर चाहिँ अब पुष्पा फिल्म सुटिङ गर्ने ठाउँ हो क्या सर्ट देख्न सक्नुहुन्छ है मुढाहरूको थाक छ अनि त्यसपछि यहाँबाट उताको भ्यू चाहिँ ओपर दामी देखिन्छ क्या दामी देखिन्छ सर्लक्क है त्यही नै हो यस्तै छ कडाकडीहरू पछि मात्र गएर यसो घरतिर पनि आइसकेँ अनि त्यसपछि यहाँतिर चाहिँ एउटा रुन्ची नक्कली केटीहरूसँग मैले भेटघाट गरिसकेको छु यो काहीँ नभएको एकदम घमण्डी भइसक्यो हरामी बाँचोस् त हरामी भइसकेको छ यो यहाँ अनि त्यसपछि ट्याक्क यतातिरको भ्यूहरू चाहिँ यस्तो छ इन्जोय गर्न सक्नुहुन्छ है ल ट्याक्क त्यसपछि अब के गर्न सकिन्छ त के गरिन्छ त यो मुखमा नहाल भनेको यसलाई त जति भन्दा नि लाग्दैन रुवाई गर्नु मन लाग्ने ठिक्क पर खुचिङ खाइहाल्यो आज चाहिँ मौसम एकदमै ओभरै खुलिसकेको छ त्यसपछि सर्लक्कै भनेको यहाँ पनि बादल छ खुलेको पछि कहाँतिर रहेछ खुलेको खासमा खुलेको चाहिँ यहाँ बिचमा मात्र रहेछ क्या ट्याक्क अनि त्यसपछि अब यसकारमा चाहिँ यता तलतिर जानेवाला छौँ यसकारमा तलतिर घुम्न जाने कुरो भइसकेको छ अब हाम्रो चाहिँ अनि अब हामी घुमेर चाहिँ कहाँसम्म पुग्ने हो त यसकाको डलहरू सब यता राखेको चाहिँ कारु कम्पनीतिर हो र हामी ट्याक्क यतातिर यस्तो बवाल क्लियर उब्रिसकेको छ ल हिँड नि हिँड हामी अब यसो भिडियो बनाउँदै हिँड्दैछौँ हाम्रो यसो भिडियोमा यता मान्छेहरूलाई पनि निकालिदिँदैछौँ हामी अनि फुल पनि कस्तो डेन्जर फुलिसकेको छ यहाँतिर यसकाको चाहिँ निधारे दुखिसक्यो अरे अब मैले यसबारे के गर्न सक्छु त कहाँ भुइँमा पनि हेर है के भइरहेछ त्यता ल फुलहरू फुलिरहेछ यतातिर अनि यसकारण मेरो भिजिट हुनेवाला छ यतातिर अनि यता के छ त्यहाँ टिप्नु हुँदैन देउता लाग्छ अरे त्यहाँ त हो नमस्ते गर्नुपर्छ के गर्नुपर्छ अरे देउता लाग्यो नि हो यसकाले जानेको चाहिँ तर यहाँको फलहरू सुकिसकेछ भोलि पर्सि ठुलो भएपछि खाने हो त्यो ल त्यसपछि आज चाहिँ यता बाहिरतिर पनि एकदमै झुर भइसकेको छ मौसमहरू मलाई के खोजिदिनु तिमीले हजुर अहिले आन्टीले कराउँछन् फेरि को हो यसका हो मेरो बारीमा चोर्न आउने भन्यो भने के गर्ने सिँगान त पुस्न है माथि जाने अनि त्यसपछि तेरो मेरो प्लान छ अब हामी चाहिँ स्ट्रबेरी टिप्न जानेवाला छौँ कहाँ भन्दाखेरि पर हाम्रो त्यो टनेल छ त टनेल भन्दा मन्दिर पुग्यो असल टनेलै छ ल अब यसकारमा त्यहाँ जान्छौँ अब सबभन्दा सुरुमा लुगा सुगा लाउनु पर्ने हुन्छ यसकारण मैले त लगाइसकेको छु यसका लुगा लाउँछु त्यसपछि हामी दुईजना जान्छौँ ल अब लुगा लगाइसकेपछि भेट्नुपर्छ ओके गाइस म स्ट्रबेरी भएको ठाउँमा आइसकेको छौँ सो यसकाको लागि अब हामी यतातिर स्ट्रबेरी टिप्नेवाला छौँ कति छ यसका स्ट्रबेरी देख्न सक्नुहुन्छ स्ट्रबेरीको बोटहरू यता छ अनि म टिप्दिँदैछु यसकाको लागि ल यहाँतिर त झन् पुरा रातै छ त ल आफै टिप नि त इसकाको लागि के हो त त्यस्तै पातैसँग बोक न नि
मन पनि झरो त केमा लाग्छ केमा लाग्छ केमा लाग्छ हो अनि स्ट्रबेरीको बथान छ यतातिर चाहिँ ल जा न मलाई तँ खा भन्छ चाहिँ अब हामी एकछिन यतातिर टिप्छौँ अनि जानुपर्ने हुन्छ क्या हो यो अन्त माथिल्लोतिर पाटोतिर पनि स्ट्रबेरी चाहिँ टन्नै नै छ अब सुरुमा चाहिँ मैले टपरी बनाउनु पर्ने हुन्छ यहाँतिर बढी भइसकेको छ सो देख्न सक्नुहुन्छ गाइजहरू अनि एसिकाले चाहिँ स्ट्रबेरी हाल्दैछ है कति भइसक्यो हाम्रो स्ट्रबेरी वाउ है त बोक अहिले जो त एक क्लास फुटानिदियो आमा स्ट्रबेरी वाउ मुखी गाडी घेर न अनि हामी चाहिँ अब यतैतिर स्ट्रबेरी टिप्दैछौँ अनि त्यसपछि अब एकछिनमा चाहिँ अब हामी फर्किने भन्दा पनि अब आजको लागि चाहिँ भ्लग चाहिँ धेरै नै लामो भइसकेको छ अनि त्यसपछि आज चाहिँ हामी फर्किनेवाला छौँ र आजको भ्लग चाहिँ यतैतिर इन्ड हान्नेवाला छौँ सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो बिदा लिन जान्छु हस् त धन्यवाद बाई बाई